बुढीलाई स्मल साइज हुन्थ्यो अरे त्यो भित्रको रेबन अहिले अनि छोडेको त्यहाँ ब्रासरा लगाइदिनु भयो र लगेर नि फुलले घेर यो पारा लगाएर अनि बुढी के बुढा मैले छोडेको त्यहाँ ब्रासरा लगाइदिनु भयो र त्यो यत्रो ब्रादा के लाउनु चतर अहिले पहिला बुढीलाई स्मल साइज हुन्थ्यो अरे त्यो भित्रको रेबन अहिले 3XL रे है बुढी बुढीलाई स्मल साइज हुन्थ्यो अरे त्यो भित्रको रेबन अहिले 3XL रे है बुढी टपिक चेन्ज गर्नु त बाबा लास्टै हो नि यो बुढा त प्राइभेसी भन्ने केही पनि छैन पुरै यो जे ब्याङ 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 त्यही भएर कतिले माया गर्नुहुन्छ कतिले गाली गर्नुहुन्छ शान्ति हो नागिन मुस माने बुढी आज मैले कट्टु दामी लगाएको छु नि देखाम र हेतेरी बाबा टपिक चेन्ज गर्नु त्यहाँ अहिले खुर्का लाएर होइन कट्टु बबर लगाएको छु त्यो के अरे हाफ पेन्ट अँ थाहा छ मलाई खान्छौ र के पाइनएप्पल छ कि पाइनएप्पल ए पाइनएप्पल केरा मान्छेहरू त पाइनएप्पल र मेरो चाकमा झुकिन्छ नि सेम देख्दो रहेछ एउटाले अस्ति बच्चा यत्रो यत्रो थियो मेरो कमर आउँथ्यो पाइनएप्पल भने झुकेर मेरो चाक टोक्दैछ आई शपथ फ्रुटको कट्टु रहेछ अरे पुतको फ्रुट माझी दाइले बिदा दिए सानो रेलैमा चढेर कान्छी मारुन्छिन् चिनो मायाको बोकेर बुढी हजुर खुलित्तै के कुराको खुलित्तै हो कसम बुढा लास अल्छी लाग्यो है यो बुढालाई थाहा होइन किन यस्तो अल्छी लाग्यो दाइ हजुर छोरा हेरौँ न अरे मेरो छोरा हेर्ने हो तर अब सेकेन्ड छोरा हेर्ने पहिलो छोरा होइन अब सेकेन्डको लागि हामी अब चाँडै भेट्दैछौँ बाबा फेरि यता गयो उता शान्ति बस मनलाई चञ्चल नबनाऊ शान्ति बस राम्रोसँग बस शान्ति भाउजू दाइलाई फलो ब्याक दिने भनिदिनु त अरे ल दिइरहेको छु फलो ब्याक ए भगवानी लैलै